ल हामी टिकट काट्दैछौँ है त। हामीले टिकट काटिसक्यौँ, अब जाँदैछौँ, प्रवेश गर्दैछौँ। ल ल हामी प्रवेश गरिसकेका छौँ फाइनल्ली बुलबुली भित्र। उहाँहरू चाहिँ मेरो बहिनी र मेरो श्रीमती हुनुहुन्छ। कुर्ता सुरुवाल लाउने मेरो श्रीमती हो। आज उहाँको बर्थडे पनि हो। उहाँ फेरि बर्थडेकै दिनमा बिमारी नि हुनुभएको, फेरि बर्थडेको दिन पारेर, त्यही भएर घुमाइदिनु ल्याएको छु। यता जिन्सको प्यान्ट लाउने मेरो बहिनी हुनुहुन्छ। अब हामी जान्छौँ सुर्खेतको बुलबुले तालमा बोटिङ गर्दै रमाएर आउनेछौँ। हामी बुलबुलेको मुख्य द्वार नजिकै पुग्दैछौँ। ल हामी प्रवेश गरिसक्यौँ है बुलबुले भित्र। टक्क कस्तो भएछ आज बुलबुले आजभोलि। मान्छेहरू टन्नै हुनुहुन्छ, फोटो खिच्ने मान्छेहरू। प्रवेश गरिसक्यौँ। यहाँ चाहिँ अलिकति जान खजुरको रुख होइन, यो के को रुख भन्छ अरे यसलाई? खजुरको रुख। यस्तो फलेछ यार। खजुरको रुख फोटो खिच्ने हो। खजुरको रुख। ल म नि खोल्छु। हाई गर न, हाई गर यार। कर्णाली प्रदेशको सदरमुकाम नजिकै रहेको यस बुलबुले पार्क उद्यानमा चाहिँ आजभोलि धेरै परिवर्तन भएको रहेछ। यहाँ चाहिँ मानिसहरू चाहिँ धेरै आउनुहुँदो रहेछ। यो प्रदेशमा चाहिँ विभिन्न सरकारी कार्यालय, हस्पिटलहरू यही भएको कारणले गर्दाखेरि मानिसहरू त्यो काम लिएर आउने क्रममा छोटो समयमा अनि मिठो अनुभव, रमाइलो इन्जोय गर्नको लागि यो पार्कमा आउनुहुन्छ। एकदमै आगन्तुकहरूको यहाँनिर चहल पहल भइरहन्छ। यहाँनिर फोटो खिच्ने काम भइरहेछ। यो चौतारी यति राम्रो पोखरी बनाएको रहेछ, यहाँ फोटो खिच्ने काम भइरहेको छ। मैले चाहिँ बन्दकी फिल्ममा देखेको यो चौतारीमा एउटा गीतको सुटिङ भएको छ। बन्दकी फिल्ममा, नेपालको चर्चित एकदमै राम्रो फिल्म चलचित्रमा यो बन्दकी फिल्ममा नाच एउटा गीतको चाहिँ यहाँ सुटिङ भएको थियो। यहाँ पानी यसरी जम्मा गरिएको छ। अनि यहाँनिर ढुङ्गे धारामा रमाउँदै फोटो खिच्दै हुनुहुन्छ यहाँ घुम्न आउनुभएका पाहुनाहरू। र हाम्रा पाहुनाहरू यहाँ पुग्नु भएको छ। लखर हिँडेर आगन्तुकहरू कि यतापट्टि चाहिँ नयाँ ताल बन्दै गरेको छ, बन्ने क्रममा छ। उतापट्टि बोट चल्ने एकदमै राम्रो पानी भएको ताल चाहिँ उता छ। हामी अब जानेछौँ। र यहाँनिर दुईवटा बाटो भेटिएको छ। अब हामी यो बाटो भएर जानेछौँ। अब जाँदैछौँ हामी एक्लै लखर पर्ख्यो न, सँगसँगै जाऊँ भिडियो बनाउँदै। अब हामी यो बाटो हुँदै जान्छौँ। अब चाहिँ अहिले चाहिँ यो सिजनै त्यस्तो भएको भएर अहिले चाहिँ यहाँनिर फुलहरू फुलेको छैन। अब फुल फुल्ने वसन्त ऋतु आउँदैछ, नजिकै छ। अब यो माघको महिना भयो, यो महिना सकिने लागेको छ। यो महिना सकिने छ तब यहाँनिर फुल फुल्ने एकदमै रमाइलो, झन् धेरै यहाँनिर चाहिँ आगन्तुकहरूको घुइँचो बढ्ने गर्छ। साँच्चै नै रमाइलो ठाउँ छ यो। हामी घुम्दैछौँ एकदमै कस्तो लागिरहेछ तपाईँहरूलाई आज बुलबुले घुम्न पाउँदाखेरि? तपाईँ कतिौँचोटि आउनुभयो यहाँ? अनि हजुर कतिचोटि आउनुभयो? हो, तर जति धेरैचोटि आयो त्यति रमाइलो लाग्ने ठाउँ हो कि यो, त्यति आउन मन लाग्ने ठाउँ हो यो। एकचोटि आयो गयो भन्दै फेरि नआउँ भन्ने मन लाग्दैन। यहाँ चाहिँ एकदम अब गुलाबहरू फुल्न सुरु गरिसकेका छन् बुलबुलेको गार्डनमा, बगैँचामा है। मानिसहरू, फ्यामिलीहरू, साथी सङ्गीहरू घुम्न आउने ठाउँ। यहाँनिर दिदीबहिनीहरू, आमा दिदीबहिनीहरू बसिरहनु भएको छ। अब यहाँनिर अब त फुल फुलेर यस्तो राम्रो हुन्छ अब होइन। दैलेखको गुराँसे डाँडातिर गुराँस फुल्छ, यतातिर यी फुलहरू फुल्छन्। आहा कति रमाइलो हुन्छ अब यतातिर।
फागुन चैतको महिना साह्रै नै रमाइलो हुन्छ। अहिले त फुलहरू फुलेको छैन, अहिले ऋतु मौसम नै यस्तो खालको छ। अनि त्यो कारणले गर्दाखेरि अहिले त्यति फुलहरूको रङ्गीचङ्गी नभए तापनि यहाँको सफा स्वच्छ वातावरण राम्रो छ। यहाँबाट सर्लक्क घुमेर बोटिङ एरियातर्फ जान्छौँ, टिकट काट्छौँ र हामी एकछिन बोटमा रमाउनेछौँ। अनि यहाँ टक्क बसेर गफ गर्ने ठाउँ एकान्त, यतातिर फेरि गोलघर बस्ने, यतातिर सार्वजनिक शौचालय। सार्वजनिक शौचालय चाहिँ साह्रै राम्रो लाग्यो है बुलबुलेको। निःशुल्क रहेछ, फेरि पैसा तिर्न नपर्ने क्या। स्ट्यान्ड होइन, भित्र पनि बहुत स्ट्यान्डर्ड छ यसको। अघि म गएर आएको, एकदम राम्रो, एकदम राम्रो छ। के अरे ए सुन न, ए अब के भन्छ ल मास्क। अब यही बुलबुलेमा म पनि अरूहरू जस्तै गरेर गर्लफ्रेन्डलाई लिएर टक्क घुम्दै अनि सँगै बसेर गफ गर्न फोटो खिच्न रहर त थियो। अब सोझो मान्छे कहीँ कतै ल परेन, अनुहार पनि राम्रो भएन, कसैले मन पराएन। लास्टमा यिनी भेट्टिन् हो, यिनी लास्टमा यिनी भेट्टिन्। बिहे गरिसकेपछि पनि भए पनि आज मैले बर्थडे जन्मदिनको मौका पारेर आज घुमाउन ल्याएको छु। अनि मेरो बर्थडेको विशेष उपहार हो, पहिलो बर्थडेको बुढीसँग। तिमीलाई यही उपहार है है, यही सम्झे उपहार। हेर यस्तो बुलबुली ऐतिहासिक ठाउँ है, यसरी घुमाउनु ल्याएको छु। ल हेर अब यतापट्टि बोट दौडिरहेको छ। हामी अब हामी बोटमा चढ्नेछौँ, टिकट काट्नेछौँ। यहाँ मान्छेहरू अब टिकट घर आइसकेको छ। अब हामी टिकट लिन्छौँ। मानिसहरू आउने जाने क्रम भइरहेको छ। पानी पनि टन्न रहेछ। ल ऐना हेरौँ यहाँ एकचोटि, ऐना पनि हेरौँ। ल ल ल ल ऐना पनि हेरौँ। ल बोट आयो। अब हामी यही बोटमा घुम्नेछौँ। आहा हा हा हा, टिकट लिने यतै कोही हुनुहुन्न त? तिनजना यहाँ उयो, तिनजनाको जम्मा 600 है। टिकट ल्याऊ त, टिकट लिँदैछौँ हामी। अब हामी वेट गर्दैछौँ यहाँनिर बोटिङको लागि। बोटे बोरा सुर्खेत ब्रान्च। यहाँ एउटा बोट चाहिँ खाली छ, यता भर्खरै घुमेर आइसक्यो है। ल हामी अब वेटिङ, चेकिङ हुँदैछ। टिकट चेकिङ भयो, टिकट बुझायौँ हामीले। अब चढ्छौँ। ज्याकेट लगाएर रेडी भयो। ज्याकेट खै यता फर्क्यो त। यो ज्याकेटले चाहिँ बाइचान्स एक्सिडेन्ट भयो भने के गर्छ त, यसले पानीमा उतार्छ, डुब्न दिन्न। यसलाई खास लाइफ ज्याकेट भनिन्छ यसलाई है। ल जाम 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 जाम, गो 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 गो। उठाएर हिँडेर दुनियाँ क्रस गरिसकेको छ। ल ल ल के कार छ? यता बस्नु पर्छ। यता बस्छ यहाँ। म पछाडि बसौँ क्या कि होइन? यो अगाडि हो त क्यामेराम्यान बस्दैन। टोपसम्म त यसरी कि झन्डा।
हामी फाइनल्ली बोटिङ सकेर एकछिन मजा लिएर बोटिङमा रमाएर अब हामी फिर्ता हुँदैछौँ। साँच्चै रमाइलो भयो। म पनि आज पहिलोचोटि खेलेँ बोटिङ यहाँ बुलबुलेमा। ल जाउँ हामी जाउँ। अहिले फुल छैन, पछि अब फुले राम्रो रमाइलो हुन्छ यहाँ है। अब अर्को महिना हामीलाई फुल फुलेको बेला है रमाइलो हुन्छ यहाँ। ल यतातिर बन्दै गरेको नयाँ ताल। ल आओ ल यहाँ सिउँडीको पातमा घुम्न आएका जोडीहरूले, लभ जोडीहरूले विभिन्न किसिमका नामहरू लेखेका छन्। आज हाम्रो नि लेखिदिउँ न त। तर के ल काँडा भाँचेर रोक न। ह्याप्पी बर्थडे। ल भयो ल भइसक्यो। छौँ बुलबुलेबाट एकछिन घुमियो, रमाइलो गरियो। अब सुर्खेतामा बुलबुले ताल चौतारीमा भिड भयो यो सारा भन्ने गीतको सुटिङ भएको ठाउँ हो यो। बन्दकी फिल्म, बन्दकी चलचित्र एकदमै चर्चित, एकदमै हिट मुभी हो। हामी चाहिँ बुलबुले घुमेर फर्किसकेका छौँ। कस्तो लाग्यो तपाईँहरूलाई बुलबुले घुम्दा? कस्तो अनुभव भयो? कस्तो लाग्यो? यो भिडियो हेर्नेहरूलाई तपाईँहरूले के भन्न चाहनुहुन्छ? नहाँसेर भन्नुहोस् अलि सिरियसली। कस्तो यो भिडियो बुढी तिमीलाई कस्तो लाग्यो? आज मैले तिमीलाई बर्थडेको गिफ्ट जुन दिएँ नि, यो यात्रा होइन, कस्तो लाग्यो तिमीलाई? ठिक छ, राम्रो छ होइन? बिरामी थियो, यो घुमाइले अलिकति भए पनि होइन, यो यात्राले तिमीलाई अलिकति निको बनाएको छ है, अलिकति है। ल ठिक छ। यो भिडियो हेर्नेलाई के भन्नुहुन्छ तपाईँहरूले? अझ यहाँ आउनुहोस् भन्नुहुन्छ कि यहाँको राम्रो पक्ष, सुधार गर्नुपर्ने पक्ष केही देख्नुभयो तपाईँहरूले? उसै घुमेर आइदिनु भयो। ल ल ठिक छ। तपाईँहरूलाई त खासै केही देख्नु भएन होइन। मैले चाहिँ के देखेँ भन्दाखेरि यहाँ चाहिँ बुलबुलेको हाम्रो यो पार्कको सुर्खेतको होइन राम्रो पक्ष चाहिँ सार्वजनिक टोयलेट जुन छ नि, शौचालय, त्यो एकदम फ्रीमा रहेछ होइन। नत्र प्राय हामी लामो यात्रा गर्दा प्राय होइन घुम्न जाँदा नेपालका ठाउँहरूमा चाहिँ के छ, विभिन्न ठाउँहरूमा चाहिँ सार्वजनिक शौचालयमा चाहिँ के हुन्छ, पैसा तिर्नुपर्ने हुन्छ है। तर यो भर्खर खोलेको जस्तो पनि लाग्छ मलाई। राम्रो छ, एकदम स्ट्यान्डर्ड, सफा सुग्घर छ र पैसा पनि नलाग्दो रहेछ। एकदम राम्रो पक्ष मैले यहाँको देखेँ। अनि गार्डनहरू, ताल सबै सुधार हुँदै आएको रहेछ। अब फुलहरू फुल्छ, अर्को महिना अझ रमाइलो हुन्छ बुलबुले। अब अझै फुलहरू फुल्ने सिजन दिनहरू आउँदैछ। बुलबुलेको गार्डन झनै ढकमक्क एकदमै रमाइलो हुन्छ। अनि फागुन चैतको महिना त झन् अति सुन्दर देखिन्छ यो ठाउँ। आज घुमेर पनि जोस् रमाइलो भयो। बोटिङ गऱ्यौँ हामीले। मान्छेहरू धेरै आउँदै हुनुहुन्छ। चहलपहल चाहिँ निकै छ यहाँनिर। अब हामी निस्किँदैछौँ।